सो हेलो गाइस, गुड मर्निङ। आज मेरो मलेसियाको बसाइ लास्ट दिन हो। आज म यहाँबाट 12 बजे 6:30 बजे बेलुकाको फ्लाइट हो। सो अब रेडी हुँदैछु, अब खानासाना खाँदैछु, गाडी आउँछ लिन होइन। हामीलाई 12 बजे निस्किहाल्नुपर्छ, त्यही भएर अहिले सामानहरू उता छ स्टोरमा राखेको छु प्याकिङ गरेर। अनि म पनि यहाँ अब व्यवस्थामा छु। लुगाहरू चाहिँ यो ह्यान्डब्याग छ, तपाईहरुलाई म देखाउँछु। यो ह्यान्डब्याग छ, अरू सब यस्तै छ। सो गाइस, तपाईहरुलाई म अपडेट दिइराख्छु। सो हेलो गाइस, हामी अब नेपालको लागि प्रस्थान गरिसकेका छौँ। गाडीमा बसिसकेका छौँ। हाम्रो ड्राइभर दाइ हुनुहुन्छ यहाँ, हामीलाई एयरपोर्टसम्म छोड्न जाँदै हुनुहुन्छ। यहाँ अब यहाँ 1.5 घन्टा लाग्छ। 70 जन लिएर 37 जन यहाँ दाइ हुनुहुन्छ अर्का खाँचीको, सँगै जाने हो। फ्लाइट चाहिँ अर्कै छ। उहाँसँगै फेरि काठमाडौँ पनि सँगै त्यहाँ भेट गरेर बस्ने हो। तपाईँहरूलाई म एयरपोर्ट हामी आइसकेछौँ एयरपोर्ट। सक्नुहुन्छ कि टर्मिनल 1 मा जाने हो। हेलो गाइस, हेर्न सक्नुहुन्छ हामी अब एयरपोर्टभित्र छिर्न लागिसकेछौँ। सबैजना उहाँ दाइ हुन्छ, उहाँ 4 जना अब पात्तिका एयरलाइन्सको भेटिसक्नुभयो। म एउटा हिमालय एयरलाइन्सको छु। हेर म कता फरेनरहरूको उतातिर छ क्या। मसँगको आएको दाइले उहाँ छोडेर उहाँको ई नम्बर रहेछ, काउन्टर नम्बर E1 मा रहेछ फरेनरको बाटिकाको। यो बाटिका उहाँले पुर्याएर मेरो पछाडि छ। अब उता जाँदैछु ल गाइस। यो हो मलेसिया एयरलाइन्स। मलेसिया एयरलाइन्स मेरो हो। हिमालय एयरलाइन्स, चाइना एयरलाइन्स, चाइना एयरलाइन्स यहाँको चाइना काउन्टर रहेछ। अब यता आयो गाइस इभा एयर, इभा यो हो सबै हेर्ने। हेर्न सक्नुहुन्छ होइन, जरो भिड छ गाइस। अब हाम्रो सिङ्गापुर एयरलाइन्स, सिङ्गापुर काउन्टर। मलेसिया एयरपोर्ट। अब हाम्रो काउन्टर खोल्नलाई 3 बजेतिर खुल्छ भन्छ। अहिले त कति बजे? 3 बजे खुल्छ। अब तबसम्म यस्तै बस्ने हो क्या।